घडीले 12 बजाएसँगै म 10 वटा बाख्रा लिएर चराउनको लागि निस्केँ। आज म यो बाख्रालाई तल खेततिर लाँदैछु। अहिले निकै घाम चर्केको छ। यो माथि देखिएको हाम्रो घर हो र यो रोटे म बाख्रा खेतमा लाने तर्खरमा छु। अहिले बाख्रा भोकै छ किनकि बिहान फुकाउन पाइएन। अब यति कुरा गरिसकेपछि अहिले मजाले घाम चर्के पनि बिहानको मौसमको बारेमा अलिकति दृश्य त मैले तपाईहरुलाई देखाउनै पर्छ। यो हेर्नुहोस्, 9 बजे कुहिरो आमा बादल एकैछिनमा ल हे 8 बजे यस्तो हताल। गाउँ त बाँकी नै छ अलिकति। त्यो टाट छन्काउनु मम्मी, आउनु पानी पर्यो। यस्तो हालत छ अहिले आमामा। के भयो? ओहो मर्निङ गाइज, हिजो घर आइपुगेको है। अहिले गाउँको हालत एकदमै पानी परेर कालो बादल मडारेर दिउँसै रात भइरहेछ। के भयो तपाईहरुकोतिर कस्तो छ हैन? कमेन्ट बक्समा कमेन्ट गर्नु होला। बिहान एकछिन मजाले घाम लागेको थियो 7 बजेसम्म हैन। 7 बजे म उठेको, आज अलि ढिला भएको थियो उठ्नलाई। मजाले घाम लागेको थियो। त्यसपछि त्यहाँ गहुँहरू सुका गहुँ पनि त्यतिकै बारीमा थियो र त्यो गहुँ ल्याएर घरमा राख्न मात्रै पाथेँ। अहिले यस्तो हालत खराब भएको नि मौसम। के भयो? अरे पानी परेको। ओहो है आमामामा। अलराइट गाइज, सबैजना सन्चै हुनुहुन्छ होला है। अनि आज दोस्रो दिन, घर आएको दोस्रो दिन। पानी बिहान राम्रै पर्यो भन्दा नि त्यो कालो निलो भएर आएको तपाईहरुले देखिहाल्नु भएको थियो। पानी त्यस्तो भयङ्कर ठुलो चाहिँ पर्न सकेन, तर पर्न चाहिँ पर्यो, बिहानैभरि जस्तो पर्यो। अनि अहिले चाहिँ फेरि मस्त घाम लाग्यो। 12 बज्यो। 12 बजे म चाहिँ गोठालो जान भनेर घरबाट निस्केँ। बाख्रा चाहिँ आज खेततिर लान पर्यो। खेततिर नगएको धेरै दिन भइसकेको छ। सो म चाहिँ घरबाट अहिले गोठालोको लागि निस्किँदैछु भने बाख्रा यतातिर छन्। अब बिहानको दृश्य त तपाईहरुले देखि नै हाल्नुभयो। त्यही बिहान परेको पानीले ठाउँमा जमेर रोडलाई हिलो बनाएको छ। अहिले निकै घाम लागे पनि पानी परेकाले होला मौसम एकदमै सफा देखिएको छ। भन्नै पर्दा आज घुम्न जाने जस्तो दिन देखिएको छ। तर घरमा आएपछि घुम्न जान त्यस्तै हो। यो हाम्रो गाउँ हो। अहिले चिलाउने फुलेर पनि अलिकति हरियाली देखिएको छ। यो वनभन्दा तल हाम्रो खेत छ र म उक्त खेतमा चाहिँ अहिले बाख्रा लिएर जाँदैछु। खेतसम्म नै रोड गएको छ र उक्त रोटे मैले बाख्रा खेततिर लैरहेको छु। बाख्रा पनि त्यति धेरै हिँड्न जाँगरै गर्दैन, खै किन हो थाहा छैन। वनमा निकै धेरै पत्कर छ। यो पत्कर देख्दाखेरि मलाई आफ्नो बाल्यकालको याद आयो, जहाँ हामी सेउला तथा पत्कर काट्नलाई टन्ने आउने गर्थ्यौँ यतातिर। अहिले मलाई त्यसकै झझल्को आयो। यति बेला म खेतमा आइपुगिसकेँ। खेत अहिले सबैतिर खाली छ, कतै कतै मकै छरेको छ। तर टार खेतमा भर्खरै गहुँ काटेर गहुँ छुटेकाले गर्दाखेरि बाख्रा चराउने ठाउँ प्रशस्तै छ। तर बाख्रा कति के चर्छ भन्ने कुरो त्यसमा भर पर्छ। हाम्रो बाख्रा खासै जुन पाए त्यही ठाउँमा चर्दैन। बाख्रा चराउँदै गर्दाखेरि यतिखेरसम्म निकै टाइम बिताइसकेको छ। लगभग म आएको 1-1.5 घन्टा भइसक्यो। मौसम एकदमै सफा भएकोले गर्दाखेरि आज खेतमा पनि रमाइलो छ। खेतमा बाख्रा चराउँदै गर्दा राहुल पनि आइपुग्यो। यो पनि बाख्रा लिएर आएको रहेछ। यसको बाख्रा परतिर छोडेर यो म बाख्रा आइपुग्यो। गोरु जुत्छ कि भनेर भिडियो बनाएको, तर गोरु जुँदैन। हेर्नुहोस् यो दृश्य। तेरी जुन्नी गोरिङ जुत्छ कहिले। तर मलाई गोरु पाल्न मन लागेको, गोठालो लाग्ने मान्छे नभएर मात्रै हो है।
घाँस काटी टुनी जन्म घर मेरो टपे भिर मुनि टोपे भिर मुनि जन्म घर मेरो टोपे भिर मुनि होइन को हो यति मिठो गीत गाउने असारको 15 दुबदेङमा चेली नाम मेरो चन्द्र नाम मेरो चन्द्र दुबदेङमा चेली नाम मेरो चन्द्र घडीले लगभग 3:15 बजाइसक्यो भने अब बाख्रालाई घरतिर उम्बलाउने तर्खर गरेर वनतिर लगेर चाहिँ उम्बलाइदिँदै गर्नु पर्यो। अनि त्यसपछि बाख्रा चर्दै जान्छ। अब घर पुग्दा लगभग 4:30 पनि हुन्छ, 3:30 हुन लागिसक्यो। अब 1 घन्टाभन्दा बढी नै लाग्छ घर पुग्दा र ठिक्क बेला हुन्छ। अब दिनभरि चाहिँ खेतमा चरायो। अब चाहिँ म बाख्रालाई वनतिर लाने तर्खरमा छु र यो तलतिरको चाहिँ गैरी खेतहरू हो। गैरी खेतमा चाहिँ हाम्रो 2 बाली धान हुन्छ। असारमा रोपेर मङ्सिरमा भित्राइन्छ भने अनि फेरि चैतमा रोपेर नि असारमै काटेर भित्राइन्छ। अनि 2 बाली धान लाग्छ यो गैरी खेतमा चाहिँ। यो कुलाभन्दा तलतिर चाहिँ अनि यो मासतिर चाहिँ टारी खेत हो। टारी खेतमा चाहिँ अहिले गहुँ काटेर चाहिँ अब गहुँ भित्राइयो। अब मकै छर्ने बेला भएको छ। अब मकै पानी पऱ्यो भने मकै छर्ने हो, तर बिहान परेको पानीले चाहिँ मकै छर्नै मिल्ने गरी चाहिँ परेको छैन। यता राहुलको नि बाख्रा छ र राहुल चाहिँ अहिले छ अलि टेढो टेढो आफू जस्तै भारी कस्तो नि है तेरो त्यो भारीले त ताकेख त सेमडाँडा। घडीले 3:30 बजाएसँगै खेतबाट ल्याएर बाख्रा वनबाट उम्बलाइदिएँ। अब यहाँबाट बाख्रालाई माथि गाउँ पुग्नलाई कति समय लाग्छ मलाई पनि थाहा छैन। यो गैरी खेतबाट छोडेर म यता वनको बाटो उम्बलाग्दैछु। बाख्रालाई मैले यहीँदै छोडेर माथि गएर बस्ने निर्णय गरेँ। थाहा छैन बाख्रा कति टाइममा माथि आइपुग्छ, तर पक्कै आउला। वनभरि जताततै पत्कर छ। चैत वैशाख गयौँ पत्कर त टन्नै हुने नै भयो। राहुलको दाजुभाइ छवाली बोकेर हिँडिरहेछ, तर म भने रित्तै छु। घाम निकै चर्केकाले होला राहुलको भाइ चाहिँ छिटछिटो हिँडे पनि राहुल खासै हिँड्न सकेको छैन। सायद कहिलेकाहीँ भारी बोकेर बानी हराएको होला। यी 2 भाइहरू छवाली बोकेर हिँडिरहेका छन्। म उसलाई जिस्क्याउँदैछु। मलाई पानी हरायो अनि हुँदैन त मर्नुहुन्छ। हिँड्दै आउँदा नि थकै लाग्यो। लास्टै बाख्रा चाहिँ तलबाट आउँदैछ। म चाहिँ डाँडामा आइपुगेँ। यस राहुलहरू मजाले छवाली बोकेर आइरहेछ। यहाँ राहुल र अर्को भाइ। अब म चाहिँ रित्तै आउँदा नि अलिकति थकै लाग्यो जस्तो भयो। यहाँ बसेँ अलिकति हावा चलिरहेको गर्मी लास्ट मजाले छ है। अब बाख्रा कतिखेर आइपुग्ने बाख्रा नआउँदै यहीँ पर्खिनु पर्ने अवस्था छ। घाम यस्तो मजाले आएछ। आज जस घुम्न जानलाई चाहिँ राम्रो दिन परेको थियो। अब घुम्न कहाँ जाने के गर्ने भन्ने हो। अहिले त यस्तो मस्त घाम लाएर त्यो डाँडामा गएर चाहिँ मलाई एउटा राम्रो भिडियो बनाउन मन लागेको थियो। त्यो देखिरहेको डाँडामा होइन, त्यो लास्ट डाँडामा। त्यहाँबाट चाहिँ अब एउटा राम्रै ठाउँ छ त्यहाँ कैलाश पर्वत तथा मकवानपुरको अनि उता ब्रुम्दी भन्ने ठाउँ। अब गएर एउटा डकुमेन्ट्री टाइपको भिडियो बनाउँछु भनेको अब जानै मिलिरहेको छैन। अब अरू बेला अब मौसम खुल्या हुँदैन, आज मौसम खुल्दाखेरि अब जान मिलेन। अब भोलि काठमाडौँ जान परिहाल्यो। त्यही गाइजहरू अब बाख्रा आइपुग्न टाइम लाग्छ। बाख्रा नआउन्जेल चाहिँ हामी यहाँ बसिराखेको हुन्छौँ। लगभग 4:30 बजे बल्ल बाख्रा माथि डाँडामा आइपुग्यो। अब म यहाँबाट सिधै बाख्रा घर लान्छु। घरमा गएर पनि निकै काम गर्नुपर्ने छ। त्यसैले मैले बाख्रालाई छेकिरहेन। अब योभन्दा बढी छेक्यो भने बाख्रा पनि अड्डिँदैन, किनकि 12 बजेदेखि 4-5 बजेसम्मभन्दा बढी हाम्रो बाख्रा वनमा बस्दैन। राहुलको घर आइपुग्यो। अब यहाँबाट यो र म छुट्टिन्छौँ। यसको बाख्रा यहाँबाट घर छिर्यो भने मेरो बाख्रा अगाडि रोटे जान्छ। राहुलसँग छुट्टिसकेपछि यो हाम्रो मात्रै बाख्रा हो। अब म पनि केही बेरमा घर पुग्दैछु। गाइस यहाँ कतिवटा बाख्रा छ तपाईँहरूले गन्नु है त।
हाम्रो गाउँ बल्ल बल्ल आइपुगिसक्यो। अब घरमा चाहिँ आइपुग्न लाग्यो होइन। अनि घरभन्दा तल ठ्याक्कै म हाम्रो घरको बारीमा चाहिँ सुरु भयो। अब घरमा गएर बाख्रा बाँधेर अनि म काप्रो काट्नु छ। यो माथिको त्यो ठुल्ठुला रुखहरूमा अब कुन चाहिँ काप्रो काट्ने हो थाहा छैन होइन। अनि अब बेलुकालाई भैँसीलाई काप्रो काट्नु छ एक बारी। अनि त्यसपछि मेरो आजको काम लगभग सकिन्छ। अब म एकैचोटि तपाईँहरूलाई काप्रो काट्ने बेलामा भेट्छु है त। गाइज घर आइयो, बाख्रा बान्यो, खाजा खाइयो, त्यसपछि मम्मीले मकै भुट्नु भएको रहेछ, मकै र मही खाइयो आज पारेको मही। अनि त्यसपछि काप्रो काट्ने भनेको काप्रो काट्नुभन्दा पनि म अहिले खनाए काट्न चाहिँ जानु पऱ्यो। काप्रो भैँसीले खाएन अरे, त्यही भएर खर्कबारी गएर अलिकति पाउले खनाए ल्याउन पऱ्यो। पाउले एक अँगालो जति, त्यति भयो भने बाख्रालाई नि हुन्छ। काप्रो बाख्रालाई खुवाउँदाखेरि अलिकति भेट्नाहरू बढी काट्छ नि त बाख्राले। त्यो पात मात्रै पात खाइदिँदैन होइन, भेट्ना मात्रै खाएर पात जम्मै छिट्टो बनाउँछ यो बाख्राले। त्यही भएर खनाए ल्याउँछु म एक बिटो जस्तो खर्कबारीमा गएर। अनि अदुवा खन्यो एकछिन, अदुवा पनि लगभग अब 1 बोरा जति छ होला। अब बेच्नलाई खै लानु पर्ने रे भन्दै थिएँ। अनि व्यापारीलाई फोन गरेर सोधेको, भाउ नै थाहा छैन कसरी हुन्छ के हुन्छ भन्ने कुरा गर्दै थियो। अनि लगभग अब म घाँस काटेर आएर अब के हुन्छ अदुवा बेच्न जान पर्न नि सक्छ या नपर्न नि सक्छ। अब फर्स्ट अफ अल चाहिँ म यता घाँस काट्छु खर्कबारी। अहिले अलिकति हरियाली छ है बारीहरू चाहिँ। अब रुखहरू पाउलिसक्यो नि त, त्यही भएर अब चिलाउनेहरू नि जताततै पाउले छ खरबारीतिरको चिलाउनेहरू पनि। अनि त्यही भएर पनि अहिले त्यस्तो अस्ति नै जस्तो उरास लाग्दो चाहिँ छैन। अनि पानी पनि परेको थियो नि त, पानी परेर पनि एकदमै ठिक भएको छ। ल अब म एकैचोटि खनाएको रुखमा गएर अनि खनायो काट्छु, त्यहीँ भेटौँला तपाईँहरूलाई त। यो खनाए रुखमा अब खनाए काट्न पऱ्यो। यो एउटा ठुलो खनाए छ, पहिला जस्तो अझ राम्रो तालले यो खनाए चाहिँ अलिकति पाउल्या छैन होइन, पहिला जस्तो अलिकति छैन। मेन चाहिँ के हुँदो रहेछ भने बारीमा तपाईँहरूलाई याद गर्नु भएको छ कि छैन गाउँमा बस्ने मान्छेहरूले, जब बारीमा चाहिँ अलिकति अब बाली ल्याउन छोड्यो भने रुखको घाँसहरू पनि बिस्तारै मर्ने रहेछ क्या। नत्र हाम्रो यहाँ टन्नै रुखा घाँसहरू थियो पहिला, अब अहिले गर्न नसकेर अब खासै बारीतिर जस्तो बालीहरू केही नि लाइँदैन। त्यो भएर खनजोत गरेर मोल हाल्यो भने चाहिँ रुखा घाँस पनि नमर्ने रहेछ, खनजोत गरेन र मोल हालेन भने चाहिँ अनि रुखा घाँस पनि मर्ने रहेछ। ठिकै छ, अब म यो खनाए काट्छु होइन। यो खनाए अब 1 बिटो जस्तो काट्छु, त्यो हाँगोमा अलिकति बढी पाउल्या रहेछ होइन, त्यहाँ गएर चट 1 बिटो जति काट्छु। अनि त्यसपछि समेलेर अनि घर जानेछु। घाँस काटेर चाहिँ म यहाँबाट हिँड्यो। घाँस चाहिँ अलिकति थोरै हुन्छ कि अलिकति थोरै हुन्छ है, थोरै भयो भने घर गएर काप्रो पनि झार्नुपर्छ। तर 1 अँगालो जति भनेको थियो बुढाले, अलिकति कम मात्रै काटेँ मैले होइन। अब अलिकति टाइम पनि लाग्यो मलाई, किनकि अलिकति मसिनो रहेछ खनाएहरू होइन। अनि मसिनो काटेर समेल्दा गर्दा टाइम लाग्यो। अनि म अब घाँस लिएर घर हिँडेँ। खरबारी यस्तो बाटो छ। घरमा बुवाले अझै अदुवा खनिरहनु भएको छ, अदुवा खनेर अझै भ्यासेन। काठमाडौँमा यति चाहिँ अदुवाको 50 रुपियाँ पर्छ, तपाईँहरूकोतिर कति पर्छ कमेन्ट गर्नु होला। तर यहाँ किलोको 50 रुपियाँ आउन पनि धाउधाउ छ। अब अलिकति अदुवा खन्न बाँकी छ, त्यसपछि यो अदुवा केलाएर कहाँ लाने हो त्यो कुरो निर्धारण गर्छु। चराएर ल्याएको बाख्रा यति बेलासम्म बसिरहेछ मजाले अगाएर। यो सानो मुनि पनि कस्तो मजाले बसेको छ, मैले चलाइदिएको कारणले यो मुनि पनि उठ्यो। अब लगभग घडीले रात पनि बजाइसक्यो, समय पनि ढल्किँदैछ। हस् त साथीहरू, आजको भिडियो यति नै। यदि तपाईँहरूले च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गर्नुहोला र भिडियोलाई लाइक, कमेन्ट र सेयर पनि गर्नुहोला। आजको भिडियोबाट म छुट्टेँ। थ्याङ्क यू सो मच सबैजनालाई।